कहिलेकाहीँ बहस जित्नुभन्दा बहस नगर्नु नै सबैभन्दा ठुलो जित हुन्छ। तर प्रश्न यो हो, बालेन शाहले केपी शर्मा ओलीसँग बहस किन गर्नु हुँदैन? केपी शर्मा ओली ती नेता जसले दशकौंदेखि सत्ता खेल खेले, शब्दलाई हतियार बनाए र बहसलाई समाधान होइन रणनीति बनाएका छन्। बालेन शाह एक स्वतन्त्र आवाज जो अवस्थाको भित्ता हल्लाउँदै आएको छ, तर सत्ता राजनीतिमा नयाँ छ। बहस भनेको सधैँ सत्यको खोज होइन, कहिलेकाहीँ यो ध्यान भड्काउने खेल पनि हो, जहाँ प्रश्नभन्दा नाराले जित्छ, तर्कभन्दा अनुभवले होइन चालले शासन गर्छ। तर यस्तो मैदानमा ओली जस्तो खेलाडीले हार्न कहिल्यै खेल्दैनन्। उनीहरू खेल नै आफ्नो नियममा बनाउँछन्। बालेनको शक्ति बहसको माइकमा छैन, उनको शक्ति मौनमा छ, काममा छ र नतिजामा छ। किनकि कहिलेकाहीँ सही मान्छेले गलत खेल खेल्नु हुँदैन। बालेनले ओलीसँग बहस गर्नु पर्दैन, उनीसँग इतिहासले नै बहस गरिरहेको छ।